रातो मासु जस्तै कि राँगाको मासु, खसीको मासु, सुँगुरको मासु इत्यादि रातो मासुको थुप्रै स्वास्थ्य लाभ भए तापनि हामी चिकित्सकहरूले तपाईहरुले रातो मासुको सेवन नगर्नुस् वा कम सेवन गर्नुस् भनेर किन भन्छौं, यस बारेमा केही कुरा गरौं। नमस्कार, म तपाईहरुको फिजिशियन डाक्टर विवेक प्रभात शाह, उदयपुर विशेषज्ञ पोलिक्लिनिक गाईघाटबाट। सुरुवात गरौं रातो मासुको फाइदाबाट। यसमा हाई क्वालिटी प्रोटिन हुन्छ, यसमा आइरन हुन्छ, यसमा सेलेनियम हुन्छ, जिंक हुन्छ, म्याग्नेशियम हुन्छ, साथै भाइटामिन B12 हुन्छ र थुप्रै माइक्रोन्युट्रिएन्ट्सहरु हुन्छ। यति धेरै फाइदा हुँदा हुँदै रातो मासुको सेवन नगर्नुस् भनेर हामीले किन भन्छौं त? यो भिन्नता किन? हामीले बुझ्नुपर्ने कुरा के हो भन्दा तपाईहरु चिकित्सककोमा पुग्दा बिरामी भएर पुग्नुहुन्छ, स्वस्थ अवस्थामा पुग्नु हुँदैन। धेरै जसोलाई मधुमेह, उच्च रक्तचाप, मुटुको समस्या, मृगुलाको समस्या भइ नै राखेको हुन्छ। त्यो अवस्थामा रातो मासुको धेरै सेवन गर्यौं भने यसले अझ रोगलाई जटिल बनाइदिन सक्छ, किनभने यसमा फाइदा सँगसँगै अनहेल्दी फ्याट्स पनि हुन्छ, जसले गर्दा हाम्रो खराब कोलेस्ट्रोलले यसले बढाइदिन सक्छ। तर एउटा स्वस्थ व्यक्तिले सही तरिकाले सही मात्रामा रातो मासुको सेवन गर्यौं भने यसले हामीलाई धेरै नै स्वास्थ्य लाभ दिन्छ। हस्त आजलाई यति नै, धन्यवाद।